हेपेको खोलाले बगाउँछ भन्ने कुरा चलन्त उदाहरणहरू यो देशमा पटक पटक हुँदै आएको छ। झापा 5 ओली कि बालेन भनेर देशका राष्ट्रिय मिडियाहरूले प्रसारण गरिरहेका छन्। तर श्रमदाताहरूले भन्छन् झापा 5 श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दिएका समीर तामाङ। हेपेको खोलाले बगाउँछ भन्ने कुरा चलन्त उदाहरणहरू यो देशमा पटक पटक हुँदै आएको छ। हिजो धरान उपमहानगरपालिकाका मेयरमा हर्क साम्पाङ भिड्दै गर्दा पनि कसले उसलाई भोट हाल्छ भनेका थिए। तर गठबन्धनहरूलाई तोड्दै स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले धरान उपमहानगरपालिकाको मेयर बनेका थिए। मेयर बन्नु ठुलो कुरो होइन। हर्क साम्पाङले मेयर बनिसकेपछि धरानलाई काहे पलट गरेका थिए। श्रम संस्कृति पार्कमा मात्रै दैनिक कति उड्दो रहेछ त एकपटक यो भिडियो हेर्नुहोस्। भ्याकेसनको दिन र सैटरडेको दिनमा चाहिँ तपाईहरुको एक दिनमा नै 1 देखि 3 लाखसम्म उठ्ने, एक दिनमा 1 देखि 3 लाखसम्म उठ्छ यहाँ है। हजुर, यहाँ कहाँबाट आउने तपाईले अन्दाज लाइक तपाईलाई हुन्छ नि अब नेपाल भरिबाटै आउनुहुन्छ आउन त हैन, नेपाल भित्रबाट मात्रै आउनुहुन्छ भन्ने होइन। नेपाल भित्र बाहिर तपाईको भुटान, अब बाहिर युके युएस सबैतिरबाट आउनु भएको छ हैन। हिजो श्रम संस्कृति पार्क जहाँ बनेको छ त्यहाँनेर कोही मान्छे जानसम्म पनि डराउने स्थानमा अहिले धरान उपमहानगरपालिकाको सबैभन्दा ठुलो आर्थिक केन्द्रको बिन्दु बनेका छन्। अर्को कुरा, धरान उपमहानगरपालिकाले बहुभाषिक पाठशाला, नट अ जोक, यो भनेको सानो कुरा होइन। यो देशमा जति पनि जाति भाषी र सबैजनालाई प्रतिनिधित्व गर्दै बहुभाषिक पाठशाला स्थापना गरे। अर्को कुरा, एक नगर एक उद्योगको योजना अनुसार माया धराने बेसार र माया धराने साबुन हर्क साम्पाङकै पालामा निर्माण भएका थिए। आखिर जनताले किन बुझ्न ढिलो गरिरहेका छन्? यस विषयमा तपाईको आफ्नो धारणा लेख्नुहोला।